नमस्ते सेवा जय मेसी सबै साथीहरूलाई वेलकम ब्याक टु माई च्यानल सुमिराईमा धेरै स्वागत गर्न चाहन्छु। अनि आज पनि म चाहिँ तपाईहरुको माझमा न्यू भिडियो लिएर आइसकेको छु। अनि आजको भिडियो चाहिँ के छ भन्ने गर्दा हामी चाहिँ बारीमा आइसकेको छौँ काम गर्नको लागि। अनि आज हाम्रो काम चाहिँ अलैँचीमा मल लगाउने रहेको छ। अनि हामी अघिदेखि नै काम गर्दैछौँ। म चाहिँ भर्खरैदेखि भ्लग स्टार्ट गरेको छु। अनि हामीले अलैँचीमा मल लगाउँदैछौँ, हेर्दै गर्नु होला। अनि हाम्रो चाहिँ अलैँचीमा मल लगाउनुभन्दा पहिला चाहिँ यसरी सफा गर्नुपर्छ नि त। अनि सफा गरेर अलैँचीमा मल लगाउनुपर्छ साथीहरू। अनि हाम्रो साथीले चाहिँ गर्दैछ काम। हाम्रो चाहिँ यसरी मल लगाउनु पर्छ नि त। अनि त्यहाँबाट यो मल लगाए पछाडि चाहिँ यहाँदेखि स्प्रिङ्कलर पानी लगाउनु पर्छ। अनि चाहिँ अलैँची फल्छ साथीहरू। यस्तो अलैँचीको बोटहरू देख्न सक्नुहुन्छ। अलैँचीको झार उखाल्ने यहाँनिर चाहिँ भइरहेको छ। अब भनेपछि मल लगाउनु हुँदैछ। फुलमा लगायो भने चाहिँ फुल पिन्छ अरे। अनि त्यही भएर यसको चाहिँ उहाँको सपना चाहिँ औलतिरै जाने छ। सो तपाईँहरू कसै औलको हुनुहुन्छ भने कमेन्ट गर्नु होला उहाँलाई। कामको लागि होइन, लानुको लागि। उहाँ काम पनि एकदम धेरै गर्नुहुन्छ। उहाँ एकदम कन्ट्याक्ट नम्बर छोडिदिनेछौँ भन्नु। अनि यहाँनिर चाहिँ मैले भर्खरै लगाएको, तर यहाँ थोरै भएछ। धेरै फुलमा लगायो भने नि फुल मर्छ अरे। यसपालिको हाम्रो अलैँचीले यसले 1 मन फल्नेछ, यसले 2 मन। हामीसँग तलदेखि गर्दै गर्दै आएर चाहिँ यहाँ बलेर बसिरहेछ एकजना चाहिँ। अनि हातको कति यति यस्तो भएको छ। अनि यहाँ तलतिर नि लगाइसकेर यहाँनिर पनि लगाइसकेको छौँ, देख्न सक्नुहुन्छ। अनि लाउँदै लाउँदै अब लास्टमा चाहिँ यहाँनिर बाँकी छ लाउनु। यहाँनिर लगाइसकेर चाहिँ हामी घर जानेछौँ साथीहरू। यहाँनिर लगाएको छैन। घर चाहिँ त्यहाँ माथि छ। अनि यहाँबाट हाम्रो भाइहरू चाहिँ काम गरिरहेछ। इस्कुसलाई माथ लगाउँदैछ। अनि यहाँ माथितिर लगाइसकेको छौँ। अनि यहाँ पनि लगाइसकेको छौँ। देख्न सक्नुहुन्छ। जति लगाइसकेर पनि अँधेरो देख्ने रहेछ। यस्तै छ है अलैँची बारी साथीहरू। अनि गर्मी भएर यस्तो अलैँचीको फेदमा बसिरहेको छ। तर नि घामले चाहिँ कता कता देखिरहेको छ मलाई। अनि अब कतिखेर सकेर घर जाउँ भइसक्यो। भोक लागेर अन्तिम भइसक्यो साथीहरू। एकदम बिजोको अवस्थामा अलैँची बारीभित्र बसिरहेको छु।
तर अलिक बाक्लो बोक्दैन है हाम्रोमा चाहिँ कपिराइट हुन्छ मेरो भिडियो कपिराइट हुन्छ सेम टु सेम गीत भएर नि हामीलाई चाहिँ भोक लागेर यतिको मेहनत गर्ने मान्छे पाउनु भनेको चाहिँ भाग्यमानी हो को होला भाग्यमानी त उही रानीको पापै होला हौ भाग्यमानी त यो भिडियो हेऱ्यो भने चाहिँ रानीको पापा यति खुसी हुन्छ नि के हुन्छ रानीको पापाको हो नि अब पछि को हुन्छ त्यही हुन्छ रानीको पापा म देखाउनु एउटा पालाम गाइदे त है निप्पीकोबाट एउटा पालाम जाओस् न अब तिम्रो सोल्टीहरू चाहिँ नहेरेपछि पालाम गएर के फाइदा नि बा कतिले हेरेछ नि एकचोटि गा त गा न गा एउटा ऊ गाई भन्दैन त सायरी लिम्बूको सायरी भन्दैन त आइदेऊ बसेर छायामा मै फसे तिम्रो मायामा सूर्यलाई छेकिन्न हातैले बसाउन नखोज बातैले ए आकाशै राम्रो जुनाले मै राम्रो तिमी हुनाले ए मै राम्रो तिमी हुनाले वाउ 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 सेवारो निप्पीलाई चाहिँ यसको साथमा मिठाई ल्याइदिएर एकदम खुसी भइरहेको छ वाउ मानिस रोटीले मात्र हैन तर परमेश्वर मुखबाट निक्लेको हरेक वचनले अब हामीलाई पनि दिन्छ होला हामी आश गरिरहेको छौँ एकदम अन्तिम भएर फेरि पनि अर्को पालन गर्नु चकलेट प्लिज यस्तो हात भए पनि धन्यवाद यो चाहिँ के हो भने यसको नाम मिक्की पप अब हामी मिक्की पप खानेछौँ देख्न सक्नुहुनेछ मिक्की पप हामी चाहिँ सक्यौँ अनि यो चाहिँ मिठाई खाएर अलिक जोस आएर हामी थालेको छ हाम्रो हामीले चाहिँ काम सकेर अब घरतिर अब चाहिँ हामी घरतिर जाँदैछौँ साथीहरू यहाँदेखि उता चाहिँ रह्यो सकिनौँ गरेर रातिको 5 पनि बज्न आँटिसक्यो नि त त्यही भएर यता चाहिँ अब अर्को दिन गर्ने हो अनि यता चाहिँ हामीले सबै सकिसकेको छौँ साथीहरू यहाँ चाहिँ अघि भाइहरूले गरेको इस्कुसको मास लगाएको अनि हाम्रो घर चाहिँ यहाँ माथि छ है साथीहरू यस्तो छ हाम्रो घर चाहिँ गरिबको घर यस्तै हुन्छ अनि हाम्रो अलैँची बारी देखाउँ भनेको त त्यसै मजा नआउने रहेछ अलैँची बारी चाहिँ खासै धेरै चाहिँ छैन काम गर्नेको हात चाहिँ निप्पी कति धेरै काम गर्छ नि त अन्त अनि यस्तो छ बिचरा कमिला जाँड पुग्नु गइसक्यो होला अनि अब चाहिँ यतातिर नि तर लगाउनु बाँकी नै छ समीक्षा के गर्दैछ भन्ने गर्दा कुखुरालाई चारो दिँदै रहेछ भन्ने हाम्रो लागिरहेछ अनि म चाहिँ अलिकति हिँड्दै साह्रै धेरै गल्ने मान्छौँ मेरो घरको कुखुराहरू अनि तपाईँहरूलाई देखाउनेछु मेरो कुखुरा चाहिँ यो सबै हो कतिवटा छ 1 2 3 4 5 6 7 एउटा छैन त कुखुरा छैन कोरोल्दै छैन कोरोल्ने होइन अर्कै छैन फुल्ने गरेको कुखुराहरू त्यही छैन
यो के पाक्दैछको हामी चाहिँ खोलले पकाउँदैछौँ साथीहरू यो चाहिँ के भन्नुहुन्छ भने यो चाहिँ हाम्रो गोबर ग्यासको उसको सिलिन्डर गोबर ग्यासको सिलिन्डर हो साथीहरू यो चाहिँ बत्ती पनि गएको छ बत्ती गएको छ अनि माथि भर्खर नुहाइसकेर अब ताप्दैछु साथीहरू अनि उहाँ साथी चाहिँ नुहाउनु आँटेको छ यो चाहिँ यस्तो खालको खोले हो पाक्यो होला अब त आमा त के पो यो अर्को त नुन लागेन रहेछ खाना थुक्पा खाएको चाहिँ लगाएर खाने कोपीको पटको हामीले त्यो छ है हाम्रो गाउँले खाना साथीहरू आलुको ढिकी खाएर रातिको कति धेरै भइसकेको छ अनि हामी तीनजना चाहिँ अब सुत्नु आँटेको छौँ अरू चाहिँ यता सुतिसक्यो रातिको 9 बजे अनि आजको भिडियो कस्तो लाग्यो होला अनि पक्कै पनि मन परेन होला तर मन पराएर हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि यस्तै यस्तै भिडियो हेर्नुको लागि सुमिरा युट्युब च्यानललाई धेरैभन्दा धेरै माया सब्सक्राइब लाइक सेयर गरिदिनु होला बाई बाई